आज नेपालको फ्लाइट प्याकिङ ब्याग भइसक्यो दुईवटा चेक ब्यागहरू साइड ब्याग पर्सनल ब्याग ह्यान्ड क्यारी अब रेडी अहिले चाहिँ कति दुई भयो ट्याक्कै दुई सो अब मेबी 1.5 आवरमा निस्किने we see you ready है almost ready अब मेरो यो ब्याग चाहिँ अलिक ठुलो जस्तो लाग्यो तर दिन्छ होला यतिको त ओके गाइस अब कति बज्यो अलमोस्ट 2:38 अब यहाँ पछि हामी सिधै अहिले त निस्किन्न मैले ट्राई गरेको अब म एकछिनमा मेबी 45 मिनट्समा म एउटा उबर बोलाउँछु त्यसपछि एभियुडबाट चाहिँ अनि सिधै एलिजाबेथ लाइन लिएर टर्मिनल 3 मा त्यसपछि आई थिङ्क मेबी म 5:30 बजीतिर पुग्छु होला एन्ड देन विल गो एन्ड चेक इन त्यही हो यो सुज चाहिँ मैले एक दुईचोटि लगाएको थिएँ तर पछि खासै लागेन अनि यो चाहिँ भाइलाई लगाइदिउँ भनेको नेपालमा किनकि त्यसलाई मेरो साइज ठिक हुन्छ क्या अहिले तर के गर्ने दामी साइजमा राम्रो लाग्छ सुज त्यसमा एकदम कलरिङ चाहिँ एकदम कस्तो युनिक टाइपको के छुट्टै दामी छ तर के गर्ने मैले त्यही भाइलाई चाहिँ एउटा नाइक एयरफोर्स लगाइदिएछु त्यो एउटा मैले कुन वाला पहिला किन्दाखेरि एउटा थियो के ब्लू एन्ड वाइटमा मिक्स त्यसपछि अर्को हालेको छु जुत्ता मैले लो डङ्क रेड कलरको अनि त्यसपछि मसँग छ अर्को मैले भर्खरै किनेको छु नयाँ नाइक एयरफोर्स तर डिफ्रेन्ट डिजाइनको साथमा आएन मलाई अब त्यसलाई के भन्छ त्यो अब नयाँ एडिसन आएको होला के होला नाम चाहिँ थाहा छैन त्यो हालेको छु अनि त्यसपछि अर्को पनि कुन छ अनि एउटा त मैले भर्खर नयाँ लेखेको सेफो फ्लाइट क्लब भन्ने त्यस फोनलाई मलाई किन्न मन थियो त्यो छ अब अर्को कुन छ यार मैले 4वटा जोर हालेको छु एउटा चाहिँ नाइक एयरफोर्स एउटा अर्को नाइक एयरफोर्स लो डङ्क अनि त्यसपछि कुन चाहिँ थियो यार कुन हालेँ यार मैले बिर्सिदिएर यार एडिडासको जुन मैले अस्ति लास्ट टाइम किनेको थिएँ एडिडासको त्यो पनि राम्रो छ तर मलाई अलिक हल्का ठुलो भयो जस्तो फिल भइरहेको थियो तर त्यो पनि छ त्यो हाल्थेँ आई फिल लाइक यो हाल्न पर्ने थियो बरु एडिडासको सट्टामा होइन भाइलाई हुन्थ्यो नि त किनकि मैले लाउँदिनँ खासै मलाई अब एड न मैले एकचोटि दुईचोटि लगाइसकेँ मलाई खासै त कुनै फिटमा नि गोटु हुन्छ जस्तो लाग्दैन क्या त्यही भएर मैले खासै लगाउँदिनँ तर राम्रो छ एड न मलाई स्टाइल गर्न नआएर होला तर एनिवेज अब यो चाहिँ यहीँ जान्छ यहाँ माथि नै होइन यहाँ छ अब अरू चाहिँ त्यस्तै हो यही भन्नलाई फेरि एउटा भिडियो खिचेको ल थ्याङ्क यू फेरि हेर्दै गर्नु होला अहिले चाहिँ म एयरपोर्ट आइसकेँ गाइज अब अर्का बाबाको लागि कोसेली चाहियो अरे कोसेली लुक्स लाइक अहिले एकछिनमा बनाउँछु म यहाँ पे गर्दैछु एकछिन मेरो कल आइसकेको छ जोट 1, 2 and 3 भनेर न अब डिपार्चर हुने बेला भयो सो प्लेनभित्र गएपछि है त यहाँ सुरु हुन्छ यस्तो त डाइन जस्तो देखिन्छ के डाइन त अब म त रेडी भइसकेँ 2 मिनटमा मेरो 2 घन्टा लाग्छ तिम्रो 2 घन्टा लाग्छ बल्ल रुम रेडी गर्नु रुम त बाबा के हो यस्तो छैन किन र पैसा चाहियो तपाईँलाई
यो के गरेर यहाँ मैले क्युआर पठाएको कसैले नपठाएको यार तपाईँकोले पैसा हालिदिन्छ ल पैसा चाहियो गाइस न्यू रेडी हुँदै हो ऊ त गाइस मेरो चाहिँ ग्रेजुएसनको पिक्चर्स यहाँ छ है पुरै यहाँ पनि छ अहिले सबै छ जानु जानुहोस् म कपाल बनाएर आएको हो यो कत्रो हो यो कहाँ रेडी भएको छ नि कहाँ जाने भागवती तिनजना चाहिँ भाडुनी बजार सपिङ गरेर के भयो अरे कपाल यार 4 दिन गरेर कपाल साइड छ अहिले पनि म देख्छु न कि कपाल हिरोइन मैं हिरोइन हूँ यस्तै गीत सुनाउँदिनु ल अब हामी गइन्छ अब यसरी नि मिल्दो रहेछ यसरी पनि सायद सबै मिल्दैन बाबु त्यस्तै त्यस्तो त उसवाला मात्र हो त नि यो त पुरै यहाँ मोबाइल छुनै पर्दैन आफूले कन्ट्रोल गर्ने सबै यहाँबाट यस्तो सर्ट लिनु मिल्छ ल हेर है अब हो है अब यस्तो पुरै के राउन्ड उसवाला राउन्डवाला सर्ट लिन पर्छ यस्तो घुमाएर आउँछ नि कहिले क्या त भिडियोहरू त्यस्तो सर्ट नै लिनु मिल्यो अरे बुझ्नु त्यो दम 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 रेडी सेडी गो के अड्क्यो त हामी रेडी हो आर वी रेडी कहीँ त नि म देखेको ब्याक क्यामेरा किन गरेको त नि कहाँ ब्याक गरेर त यस्तो त हामी गर्दैन म खिच्छु यस्तो गरेर हुन्छ फ्रन्ट दोकान फ्रन्ट गरिदिन्छु Let's go. Sama. भयो म भयो मेरो हात डढ्छ कि डर्दैन के हुँदैन ल अन्त सन्चेर अब नगर्नु के हुँदैन जा के चाहिएको हामीलाई अहिले चाहिँ हामी भाँडा सेक्सनमा हो गाइज के चाहिएको पहिला त्यो सर्ट लगाउनु के चाहिएको भनेर डिनर प्लेट लान पर्यो अनि त्यो वाला चाहिँ भेटेन होइन ग्लास स्ट्यान्ड चाहिँ भेटेन होइन ट्रे त चाहिँदैन के लिन लाग्नु मम्मी डिनर प्लेट यो त हुँदैन त्यस्तो रातो रातो बुट्टा गरेको योहरू बरु ठिक छ यही हो यही नै फाइनल गरौँ न यो पनि राम्रो लाग्नु हो मलाई अलिक गहिरो भएपछि सजिलो हुन्छ यस्तोमा त खाना पोखिन्छ क्या फेरि खाना पनि यस्तो हुन्छ क्या खाना पनि सबै पोखिन्छ क्या
ओभरमा तताउन पनि सजिलो हुन्छ लानु त 30 लानु यो फेरि फ्यामिलीको लागि मात्रै हो खोइ कहाँ गयो तिमी दुइटा लाउरे कि दुई यो एक सेट यो पनि लाने हो र मम्मीलाई जति गरे नि फुलबुट्टा भएकै चाहिन्छ फेरि ठिकै छ सपिङ सक्यो मम्मीको यहाँ छ दुईजना यस्तो खिचेर आम्मामा कस्तो भिड छ बाटोबाट नयाँ रिओपन भएको पोखरामा आम्मामा वाइल्ड हाम्रोको सपिङमा फुल छ के चाहिने हो थाहा गाइस हामी चाहिँ बाटोमा ग्रोसरी सकेर यहाँको सन्चीको लागि के अरे सपिङ गर्न हेरौँ है ड्याडी घरमा चाहिँ मैले हामी ट्रेडमालको सन्चै उहाँ कपडा चेक गर्न गएको छ चेक गरेर आउँछ अब पहिलो बस्छ है दामी यस्तो भयो बालेन जुत्ता धन्न त्यो ऊ तिमीले एयरफोर्सको लाइनौ नाइको दामी देखियो दामी यसो एक लुक हान प्यान्ट चाहिँ थियो कि फेरि पहिले लाइनवाला अनि सर्ट नि लाइनवालै थियो तर त्यो सर्टै भएको यो प्यान्टमा मिलेर होला नि त्यो सर्ट पनि अलिक टाइट टाइटै भएको त्यही सर्टै भएको यो तिम्रो नेचर छैन क्या तिम्रो यस्तो प्लेन टी सर्ट त कति पनि कति व्हाइटमा सर्ट लिने फिक्स भयो पानीपुरी कहिले काहीँ यस्तो स्ट्रिटको पनि क्रेभिङ हुन्छ नराम्रो ल दहीपुरी मलाई मन पर्दैन कि पानीपुरी पापडी चाट एउटा चटपटे मन्दिर जाने कि फेरि हो जानु guys.
बेलुका फेरि डिनर डेट छ फेरि डेट त होइन गेट टुगेदर हाँ गेट टुगेदर त के अरे कजन्सहरूको गेट टुगेदर डेटिङ भन्दा नि ग्यादरिङ कपाल हो फेरि कपाल ग्यादरिङ हो कजनहरू